जन्मेपछि मर्नु निश्चित छ। कुरा एकदम सत्य हो। यो संसारमा सत्य केवल मृत्यु छ, मर्नै पर्छ। तर के थाहा कसैको मृत्यु त्यो 24 घण्टासम्म पनि नपर्खेला, एक घडीमै पनि जान सक्ला, ठेगान छैन। हामी कहीँ जानु पर्यो भने खुब विदेश कहीँ बाहिर आफ्नो गृहबाट आफ्नो देशबाट पर जानु पर्यो भने हामी पूर्व तयारी गर्छौँ। महिनौँ अगाडिदेखि हामी तयारमा बस्छौँ भने हाम्रो यो कालको भिजा पनि कुन समय आउँछ भन्ने ठेगान छैन। त्यसैले तयारमा बस्नु जरुरी छ। हरेक समय तयार, हरेक बेला तयार, एक एक घडीमा तयार हुनु जरुरी छ। तर हामी मूर्ख मानव यति मूर्ख छौँ, हामीलाई लाग्छ कि अजम्बरीको बुट्टी पाएको छौँ हामीहरूले। कोही व्यक्तिको मृत्यु हुन्छ, हामी अहिले त्यो मृत्यु भएको व्यक्ति हिजोसम्म यहाँहरूसँग हात मिलाएर हिँड्ने, हाई हेलो गर्ने, मित्रता गाँस्ने, सँगै बस्ने, सँगै खाने मित्रको मृत्यु हुन जान्छ। त्यो समय यहाँहरू भर्खरै घाटमा लानुहुन्छ र जलाएर खरानी भएको आफ्नै आँखाले देख्नुहुन्छ। र हामी मानवमा कति अहङ्कार छ, कति वासना छ, कति उद्दण्ड छ, कति इच्छा शक्ति छ, तापनि हामी चेत्दैनौँ। ताकि यो व्यक्तिकै गति हाम्रो पनि हो। हामी आउँछौँ, मनोरञ्जनको विषय कुनै हामीलाई भारी पर्न जाँदैन, ताकि हाम्रो मृत्यु हुनेवाला छ, हामीलाई कुनै असर पर्दैन।